प्रश्न नम्बर 1 नेपालको चिया बगान भनेर कुन जिल्लालाई चिनिन्छ? यसको सही उत्तर इलाम। प्रश्न नम्बर 2 प्रसिद्ध पाथिभरा देवीको मन्दिर कुन जिल्लामा पर्दछ? यसको सही उत्तर ताप्लेजुङ। प्रश्न नम्बर 3 नेपालमा 3 तिरबाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो? यसको सही उत्तर ओखलढुङ्गा। प्रश्न नम्बर 4 नेपालको कुन जिल्लालाई प्रकृतिको वरदान भनेर पनि चिनिन्छ? यसको सही उत्तर कास्की। प्रश्न नम्बर 5 नेपालमा सबैभन्दा बढी अदुवा उत्पादन हुने जिल्ला कुन हो? यसको सही उत्तर सल्यान। प्रश्न नम्बर 6 नेपालमा सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो? यसको सही उत्तर सोलुखुम्बु। प्रश्न नम्बर 7 नेपालको प्रवेशद्वार भनेर कुन ठाउँलाई चिनिन्छ? यसको सही उत्तर वीरगञ्ज। प्रश्न नम्बर 8 नेपालमा दहीका लागि प्रख्यात जिल्ला कुन हो? यसको सही उत्तर भक्तपुर। प्रश्न नम्बर 9 प्रसिद्ध सुपा देउराली मन्दिर नेपालको कुन जिल्लामा पर्दछ? यसको सही उत्तर अर्घाखाँची। प्रश्न नम्बर 10 नेपालको सबैभन्दा ठुलो जिल्ला हुम्ला हो, सही या गलत? यसको सही उत्तर गलत। प्रश्न नम्बर 11 नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकाम कुन हो? यसको सही उत्तर सिमीकोट। प्रश्न नम्बर 12 नेपालमा छुर्पीका लागि प्रसिद्ध जिल्ला कुन हो? यसको सही उत्तर इलाम। प्रश्न नम्बर 13 नेपालको ताजमहल भनेर चिनिने रानी महल कुन नदीको किनारमा छ? यसको सही उत्तर काली गण्डकी। प्रश्न नम्बर 14 नेपालको मरुभूमि भनेर चिनिने जिल्ला कुन हो? यसको सही उत्तर मुस्ताङ। प्रश्न नम्बर 15 जानकी मन्दिर नेपालको कुन जिल्लामा पर्दछ? तपाईहरुका लागि 4 वटा अप्सन राखिएको छ, खोटाङ, धनुषा, सुनसरी र कैलाली। सही उत्तर थाहा छ भने कमेन्टमा लेख्नुहोला।